हेलो साथीहरु, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो यस युट्युब च्यानलमा। आज चाहिँ म बिहानै अर्को नयाँ भ्लग लिएर आइसकेको छु साथीहरु। तपाईहरु हेर्न सक्नुहुन्छ यो ठाउँ चाहिँ हुर्मिला हो। यो ठाउँलाई हुर्मिला सिटी भन्छ। सानो सिटी छ, धेरै ठुलो छैन। रियादबाट हिँडेको लगभग म 1.5 घण्टा भइसक्यो। 1.5 घण्टामा चाहिँ म हुर्मिला आइसकेको छु साथीहरु। आज चाहिँ म बिहानै भिडियो बनाइरहेको छु साथीहरु, किनभने जेद्दा जाँदाखेरि बिहानै हिँड्नुपर्छ। धेरै टाढो छ, 1100 किलोमिटर, लगभग 1200 किलोमिटर नै छ बाटो। धेरै लामो छ बाटो। त्यही भएर म चाहिँ आज बिहानै 2:30-3 बजेतिर म निस्केको। अहिले चाहिँ 4 साढे 4 भयो हुर्मिला आइपुग्दाखेरि। अब यहाँबाट नन स्टप म जान्छु साथीहरु। छोटो क्लिप तपाईहरुलाई म देखाउने छु जेद्दा जाने बाटो कस्तो छ के छ भनेर। हेर्न सक्नुहुन्छ तपाईहरु, यो चाहिँ हुर्मिलाको राउन्ड बोटमा चाहिँ पुरा लाइटहरु मजाले सजाएको छ। यहाँ चाहिँ रियादमा भन्दा पनि राति चाहिँ हुर्मिलाको बाटोमा चाहिँ लाइटहरु धेरै देखे मैले। झिलिमिली एकदम रंगी बिरंगी लाइटहरु सजाएर रोडहरु झिलिमिली बनाएको रहेछ साथीहरु। हेर्न सक्नुहुन्छ तपाईहरु। यहाँ चाहिँ राति चाहिँ लाइट, गाडीको लाइट बिग्रियो भने आनन्दले लाइट बेगर पनि हिँड्न सक्ने रहेछ। पुरा दुवैतिर लाइटहरुको रोशनी ज्यादा आइरहेको छ। यो पर देखिराख्नु भएको छ, अगाडि लाइट हल्का बलिरहेको। यो सिटी म च्वाट्टै त्यो सिटी काटेर त्यहाँबाट चाहिँ फेरि उता चाहिँ लाइटहरु हुँदैन, किनभने सबै त्यो चाहिँ मरुभूमि एरिया हो, बालुवा, केही थाहा चाहिँ छैन। फेरि त्यहाँभन्दा उता चाहिँ पुरा अन्धकार, एकदम राति डरै मर्दो बाटो छ। साथीले आज यो बाटो जाम, यो बाटो छिटो हुन्छ भनेर म चाहिँ रियादबाट हाइवे नगइकन म चाहिँ भित्री बाटो गइरहेको छु। किनभने भित्री बाटो जाँदाखेरि चाहिँ पुलिसहरुले पनि खासै किचकिच गर्दैन। आजभोलि सिभिल पुलिसहरु धेरै भएकोले हामी चाहिँ यो बाटो गइरहेको छौं आज। किनभने हाइवेमा धेरै टेलरहरु हुन्छ, त्यही भएर हामी चाहिँ अब सेकेन्ड लाइनमा हिँड्दाखेरि सिभिल पुलिसहरुले धेरै फाइन हान्ने डर हुन्छ। अहिले चाहिँ पहिला जस्तो छैन, साउदीमा धेरै टाइट, एकदम टाइट छ। छिरिक्कै दायाँ बायाँ ओभरटेक हानेको भेटायो यताउति भने फेरि राम्रै खालको झट्का हान्छ। त्यही भएर पुलिसबाट चाहिँ धेरै जोगिनुपर्छ। त्यही हो, अरु त त्यस्तै हो। अहिले चाहिँ म बिहानको 8 बजिसकेको छ। म चाहिँ अहिले लगभग 300-400 किलोमिटर क्रस भइसकेको छ साथीहरु। हेर्न सक्नुहुन्छ तपाईहरु, साउदी अरबको मरुभूमि यस्तै छ। यी हेर्न सक्नुहुन्छ। त्यही भए पनि कतै चाहिँ रुखहरु साइडमा, रोडको साइडमा रोपेर हरियाली बनाएको छ। यसो हरियाली देख्न पाउँदाखेरि आनन्द हुन्छ। यस्तै छ, हेर्न सक्नुहुन्छ। गाडीहरु बिहानै भएर खासै छैन आज। एकछिनतिरबाट यहाँ पनि भिड हुन्छ, किनभने 8 बजे पछाडि, 8 साढे 8 9 बजे पछाडि स्कुलको गाडीहरु चल्न थाल्छ। त्यस पछाडि चाहिँ यहाँ पनि भिड हुन्छ। तर हाइवेमा जतिको गाह्रो हुँदैन, यो बाटोमा चाहिँ पुलिसहरु खासै हुँदैन, पातलो पुलिसहरु हुन्छ। त्यही भएर खासै टेन्सन चाहिँ हुँदैन। तपाईहरु हेरिराख्नु भएको होला, कहाँबाट कुन ठाउँबाट हेरिराख्नु भएको छ कमेन्ट मार्फत भनिदिनु होला। जति पनि नयाँ भ्युअरहरु हुनुहुन्छ सबैजनाले च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। त्यही हो साथीहरु, अरु खासै के भन्ने हो र। यस्तै छ खाडी मुलुकमा, साउदीमा गाह्रो छ ड्राइभरहरुलाई। पुरा पुलिसदेखि भागी हिँड्नुपर्छ।
पुलिसदेखि भागेन भने फेरि सेलरीले पनि भ्याउनु गाह्रो पर्छ। फेरि फाइन त्यस्तो चर्को बनाएको छ आजभोलि, पहिला जस्तो छैन। आजभोलि धेरै ठुल्ठुलो प्रोजेक्टहरू यो अब 2030मा चाहिँ ठुलो प्रोजेक्टहरू ओपन हुँदैछ। 34मा वर्ल्ड कप हुँदैछ। त्यही भएर झन् दिनदिनै पुलिसहरू एकदम बढेकै सिभिल पुलिसहरू जताततै पुलिसहरू छात्ती भएको भएर यस्तै नै हिँड्ने हो भित्रबाट। बरु 2-4 घन्टा ढिलो हुन्छ भित्रैबाट जाने, भित्र बाटोबाट जाने गर्ने गरेको छु म चाहिँ। अरू साउदीमा हुने नेपाली दाजुभाइहरू ड्राइभर साथीहरू पनि यस्तै गर्नुहुन्छ होला जहाँसम्म लाग्छ। किनभने हामी यो टाढो बाटो हिँड्ने ड्राइभरहरूलाई चाहिँ धेरै गाह्रो हुन्छ। किनभने टेलरको पछाडि लागेर हामी हिँड्यौँ भने टाइममा हामी ठाउँमा पुग्न सक्दैनौँ। त्यही भएर हामी सेकेन्ड लेनमा हिँड्दाखेरि चाहिँ धेरै डर हुन्छ, फाइन आउने एकदम डर हुन्छ, धेरै चान्स हुन्छ। त्यही भएर भित्र बाटोमा यसरी सरर जाने, 2-4 घन्टा ढिलो हुन्छ, केही फरक पर्दैन। पुलिसको चाहिँ टेन्सन हुँदैन भित्र बाटोमा चाहिँ। बाहिर चाहिँ धेरै गाह्रो हुन्छ। हाइवेमा चाहिँ अहिले धेरै गाह्रो बनाएको छ साउदीमा। हेर्न सक्नुहुन्छ तपाईँहरू, यहाँ यता दायाँ बायाँ केही छैन। यता अगाडि पर देख्नुभएको छ हल्का, यो यतापट्टि चाहिँ सानो यो के हो, यो गाई बस्तु पाल्ने जस्तो छ अलिअलि। यतापट्टि फेरि अर्को साइडतिर देख्नु सक्नुहुन्छ तपाईँहरू भेडा बाख्रा चराउने मान्छेहरू, उटहरू चढाउने मान्छेहरू बस्ने ठाउँ। यहाँ माथि चाहिँ तपाईँहरूलाई म थोरै माथि गएपछि त्यो आउँछ होला, म देखाउँछु। यो अगाडि सानो झुप्रो देखिराख्नु भएको छ। यहाँ चाहिँ प्राय सुडानीहरू धेरै हुन्छ, भेडा बाख्रा चराउने। यस्तोमा चाहिँ यस्तो सानो झुप्रोमा उनीहरू बस्छ। अहिले चाहिँ फेरि यो जाडो मौसम लागेपछि चाहिँ धेरै डर हुन्छ यस्तोमा चाहिँ, यो मरुभूमिमा। किनभने सर्पहरू धेरै पाउँछ यहाँ साउदीमा पनि। ठुल्ठुलो सर्पहरू जाडो महिनामा बाहिर निस्किन्छ। त्यही भएर साथीहरू जति पनि ड्राइभर हुनुहुन्छ जहाँततै रोकेर नाइट टाइममा पनि, नाइटमा रेस्ट गर्दाखेरि सुत्दाखेरि नसुत्नु होला। मैले धेरैचोटि म बाहिर जाँदाखेरि, टाढो जाँदाखेरि यस्तै मरुभूमिमा साइडमा लाएर निन्द्रा लागेको बेला सुत्दाखेरि चाहिँ धेरैचोटि भेटाएको छु। त्यही भएर यस्तो साइडमा मरुभूमि छेउछाउमा चाहिँ सुत्नु नहुने रहेछ। राति चाहिँ सुते भने बाहिर ननिस्किने, त्यस्तो गर्नुपर्ने हुँदो रहेछ। नत्र भने चाहिँ गर्मीमा खासै टेन्सन हुँदैन। जाडो महिनामा चाहिँ सापहरू धेरै, सर्प पनि अर्कै खालको। यहाँ फेरि ठ्याक्कै बालुवा कलरको चिनिँदैन, टाढोबाट हेर्दाखेरि। नजिक जाँदा पनि हतपत चिनिँदैन, अर्कै खालको ठ्याक्कै माटो कलरको। अरू खालकै हुँदैन यहाँ सर्पहरू, फेरि माटो कलरको मात्रै हुन्छ। त्यही भएर गाह्रो छ। यहाँ अगाडि रोडहरू बनाइराखेको छ। यहाँ चाहिँ फेरि रातारात रोडहरू बनिन्छ साउदीमा चाहिँ। आज बिहान काम गर्दैछ भने भोलिपल्ट फर्किँदाखेरि त्यो बाटो क्लियर भएर गाडीहरू चल्नु थालिसकेको हुन्छ। थोरै अगाडि तपाईँहरूलाई म देखाउने छु साउदीमा बाटो बनाउने मेसिनहरू कस्तो हुँदो रहेछ। धेरै छिटो काम हुन्छ यहाँ चाहिँ। हेर्न सक्नुहुन्छ तपाईँहरू अगाडि, तपाईँहरू जता दायाँतिर बायाँतिर जता हेरे पनि बालुवा घारी मात्रै छ, केही छैन। गाडीहरू पनि पातलो, घरिघरि मात्रै भेट हुन्छ। यस्तो बाटोमा आनन्द हिँड्ने हो। क्यामेरा पनि हुँदैन, क्यामेराको टेन्सन पनि हुँदैन, पुलिसको टेन्सन पनि हुँदैन, बिन्दास छ। यहाँ चाहिँ रोड बनिरहेको छ।
रोड बनाउने साथीहरू पुरा काम गरिरहेको छ, हेर्न सक्नुहुन्छ तपाईहरु। यस्तै छ, साउदीमा गाडो छ। ल हेर्न सक्नुहुन्छ, यसरी बनाउँछ गाडीले, गाडी नै गाडी रोड बनाउने। यो बाटो चाहिँ अहिले बनिरहेको छ। यो चाहिँ भोलिपल्ट चाहिँ पुरा क्लियर भएर गाडीहरू चल्नु थाल्छ। खासै केही हुँदैन, हाम्रो नेपालमा जस्तो हुँदैन। यहाँ अर्कै खालके गिटीहरू लाउँछ कि कसो हो, आज बनाउँछ भोलिदेखि गाडीहरू चल्न थाल्छ, खासै केही हुँदैन। त्यही हो साथीहरू, जति पनि तपाईहरु नयाँ साथीहरूले हेरिराख्नु भएको छ भने सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गरिसकेपछि फेरि अनसब्स्क्राइब नगर्दिनु होला। मेरो च्यानल खोलेको धेरै भएको छैन, सब्स्क्राइब गरेर अनसब्स्क्राइब पनि धेरै गरिदिनु हुँदो रहेछ साथीहरूले, त्यही भएर खल्लो लाग्छ। अरू त त्यस्तै हो, नयाँ छु अहिले, खासै भिडियो राम्रो क्वालिटीको पनि आउँदैन। अहिले चाहिँ म काम गर्ने ठाउँमा जेद्दा आइसकेको छु। यहाँ चाहिँ म सामान झारेर म फर्किने छु। तपाईहरुले कोले कहाँबाट हेरिराख्नु भएको छ कमेन्ट गरिदिनु होला। मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट मार्फत भनिदिनु होला। फेरि अर्को भिडियो लिएर आउने नै छु।